What's up guys, welcome back to our channel. तर यो फर्स्ट भिडियो त्यही पनि वेलकम ब्याक मर्निङ हामी चाहिँ अब आज डे इन आवर लाइफ कस्तो जान्छ के जान्छ गोल्ड कोस्ट आज भर्खरै 6:22 भयो 6:22 भयो। अब हामी काममा जान थालेको एज अ मोबाइल टेक्निसियन एन्ड सेल्स रिप्रेजेन्टेटिभ। ब्रेकफास्ट पनि गऱ्यौँ तर ब्रेकफास्ट गरेको भिडियो चाहिँ राख्न पाएन किनभने हल्ला हुन्छ भनेर। हल्ला हुन्छ त्यही भएर नराखेको साइलेन्टली निस्क्यौँ हामी हाम्रो युनिटबाट। आज हाम्रो सिफ्ट चाहिँ ब्रिस्बेन छ, टाढै छ 1 घन्टाको बाटो। तर हामी चाहिँ कहाँ छ अब, तर हामी चाहिँ टक्कसँग हाम्रो गाडी चाहिँ आजको गाडी चाहिँ यो हो ट्याक्कसँग माज्दा 3 साथीको गाडी हो। यो चाहिँ एकलट सिनेमेटिक लिइहालौँ स्याट साथी ढुवा खोला है त। र हाम्रो राइड सुरु भइसकेको छ। हामी कहाँ जाँदैछौँ साथी? अब हामी अब स्टेसन हेलेन्सवेल स्टेसन जाँदैछौँ। हामी चाहिँ के गर्छौँ भने यहाँबाट हाम्रो युनिटबाट हेलेन्सवेलसम्म चाहिँ आफ्नो गाडीमा जान्छौँ, त्यहाँदेखि चाहिँ ट्रेनमा जान्छौँ। किनभनेदेखि यहाँदेखि ब्रिस्बेन जान चाहिँ लास्टै गाह्रो हुन्छ गाडीमा, रेगुलर बेसिसमा जान सकिँदैन। तर पनि अहिले हाम्रो 2-4वटा सिफ्ट चाहिँ ब्रिस्बेन परेकोले चाहिँ मात्रै हामी जान थाल्यो। नत्र हाम्रो धेरै जस्तो सिफ्ट चाहिँ यहीँ साउथ पोर्ट नत्र हावा टाउन नै परेर हुन्छ। उसको साउथ पोर्ट परेर हुन्छ, मेरो हावा टाउन परेर हुन्छ। आज 2-4 दिन चाहिँ हामी हाम्रो टुगेदर चाहिँ ब्रिस्बेन परेर हामी सँगै जान्छौँ। फेरि हामी सँगै पनि बस्छौँ नि त, अनि त्यही भएर पनि सजिलो रमाइलो पनि छ। त्यही हो। कति मिनट लाग्छ साथी? 10 मिनट 10 मिनट लाग्छ। अब ब्रिस्बेन सिधै गाडीमा जान त 1 घन्टा 10 मिनट 20 मिनट लाग्छ। जाम हुन्छ, प्रेसर हुन्छ। मैले चिलाक्समा ट्रेनमा गए आनन्द छ क्या। त्यही त टक्क सुत्न मलाई सुत्दिने होइन। अनि अर्को कुरो के भने भनौँ न अब टाइम पनि बच्यो 1 नम्बरमा होइन, दोस्रो नम्बरमा पैसा पनि बच्यो होइन। किनभनेदेखि अब क्विन्सल्यान्डमा ट्रेन चाहिँ वाइल्डै सस्तो छ, ट्रान्सपोर्ट चाहिँ वाइल्ड सस्तो छ। अब जस्तै अब अरू स्टेटहरूमा जस्तै सिडनी अरूहरूमा भनौँ न पर्थमा पनि एकचोटि ट्याप अन गरेर ट्याप अफ गऱ्यो भने चाहिँ लगभग $3 देखि $4 $2.5 त्यस्तो काट्छ भने यहाँनिर चाहिँ हरेकचोटि ट्याप अन र ट्याप अफ गऱ्यो भने 0.5 सेन्ट्स $0.5 भनौँ न त्यति मात्रै काट्छ कि आधी डलर। त्यो भनेको चाहिँ अब लगभग दिनमा कतिचोटि 2-3 चोटि ट्याप गऱ्यो भने 3 चोटि 4 चोटि ट्याप गऱ्यो भने $2 भयो क्या। एकदमै सस्तो छ यहाँनिर चाहिँ। त्यो चाहिँ हो। सुरुमा चाहिँ पहिला सुरु हेरे मात्रै थियो तिनीहरूले यो क्विन्सल्यान्ड गभर्मेन्टले, तर त्यो पर्मानेन्टै बनायो क्या। त्यो भनेको राम्रो कुरो हो नि त यहाँको मान्छेहरूलाई चाहिँ। अनि त्यही माथि अब स्टेसनमा पार्किङ पनि फ्री छ एकदम। अब यो त बेस्ट हो एउटा त। हरेक स्टेसनहरूमा चाहिँ अब धेरै जस्तो ठाउँमा चाहिँ पार्किङ पेड र अनपेड हुन्छ। तर त्यहाँ सबैतिर चाहिँ अनपेड पनि छ क्या। अन्त टक्क बिहान त खाली नै हुन्छ, त्यहाँ गएर लगाइदियो एन्ड द्याट्स अल। ट्रेनमा चढ्यो हिँड्यो। अगाडिको भ्यू देखाउँछ है त, यस्तो छ अगाडिको भ्यू टक्कसँग सर। ल अब हेलेन्सवेल पुगेर हामी फेरि ब्लग कन्टिन्यू गर्छौँ है त। र हामी हाम्रो डेस्टिनेसनमा आइपुगिसकेका छौँ। ट्याक्कसँग साथीले पार्किङ गर्दैछ र नराम्रो पार्किङ गरिरहेछ। के भएछ गाडी नै गाडी है। यो चाहिँ टक्क तपाईँको फ्री पार्किङ हेलेन्सवेलको हुन सक्नुहुन्छ। त्यसपछि निस्क्यौँ हामी, लेट्स गो। अब चाहिँ हामी पार्किङ गरिसकेका छौँ। अब चाहिँ स्टेसनतिर जाने गन्तव्य अब। तर ट्रेन पनि विकडेजमा चाहिँ ठिकै आउँछ, 15-15 मिनटमा आउँछ। तर स्याटरडे सन्डे चाहिँ गाडी छ। विकडेजमा चाहिँ प्याक चाहिँ मिठो प्याक हुन्छ। उभिनुपर्छ, जबरजस्ती बस्ने हो। जहाँ पाए त्यहाँ बस्दिने हो हामी। आफू बाटो हुनुपर्छ टक्कसँग। कहाँ 1 घन्टा उठेर भयो त होइन? त्यो त भएन, गाह्रो छ। मजाले घाम के भन्छ उदायो चाहिँ म तपाईँहरूलाई घाम देखाइदिन्छु है त। मर्निङ होइन त एकदम टक्कसँग। हाम्रो नेक्स्ट ट्रेन चाहिँ 9 मिनट छ ट्याक्कसँग। यही हो हेलेन्सवेल स्टेसन। यहाँनिर चाहिँ ट्याप गर्नुपर्छ होइन। यस्तो गऱ्यो, यहाँ ट्याप गऱ्यो, खुल्यो होइन। हामीले ट्याप गरिसक्यौँ।
र हामी भित्र छिरिसक्यौँ टक्क अब 9-10 मिनट कुद्नुपर्छ ट्रेन आउँछ नि त हरेक 15 मिनटमा यस्तो छ है हरिशमेर स्टेसन चाहिँ टक्क हामी चाहिँ अगाडि गएर बस्छौँ मैले माथिको भ्यू देखाएँ किनभने अरूको प्राइभेसीको कुरा पनि आउँछ है त्यही भएर गर्दैनौँ हामी हाम्रो ट्रेन आइसकेको छ यसरी ट्याक्क साथी हाउ यु अब चाहिँ के भन्छ सिटको लागि रस हुन्छ है यहाँनिर हेरौँ है त स्याट बसिहाल्यो ट्याक्क अब यहाँ उतै टाढै रोक्यो भने बर्बाद भयो अलिअलि सर्दै जाउँ न होइन हामी ब्रिस्बेन झऱ्यौँ भर्खर ट्रेनबाट 50 मिनट आवाज आएन यहाँनिर ट्रेनको आवाज चाहिँ एकदमै ट्रेनको आवाज चाहिँ धेरै ठुलो हुन्छ है फेरि त्यही हो हामी त्यो सेन्ट्रलमा आइपुग्यौँ अब सेन्ट्रलबाट चाहिँ हाम्रो काम लगभग 10 मिनट वक बिचमा एउटा कफी 7-11 अनि टक्करसँग आज म चाहिँ कफी चाहिँ खाँदिनँ किन उसले खान्न अलिकति यहाँ एकदम क्राउड हेर्नु एकदमै क्राउड छ बिजी लाइफ ल हामी चाहिँ सेन्ट्रलको माथि आइसक्यौँ यहाँभन्दा तल चाहिँ ट्रेन कुद्छ होइन टक्कसँग मजाले अब हामी यहाँनिर ट्याप हान्ने यता पनि ट्याप हान्ने छ होइन हामी यताबाट गरौँ कन्फ्युज सुरुमा म यहाँ आउँदाखेरि त ब्रिस्बेन आउँदाखेरि त तिम्रो कन्फ्युज होइन महा कन्फ्युज कहाँ हो थाहा नै छैन यार यसलाई टक्क ट्याप हान्ने डोर खुल्यो जम लेट्स गो अझै आधी घन्टा बाँकी छ हाम्रो सिफ्ट स्टार्ट हुन बाइ द वे हामी चाहिँ मोबाइल हार्बरमा काम गर्छौँ जहाँ चाहिँ मोबाइल रिपेयर त्यसपछि एसेसरिज स्क्रिन प्रोटेक्टर कभर केसेस आइप्याड रिपेयर आइप्याडको केसेस A to Z पाउँछ पावर ब्याङ्कदेखि लिएर पावर स्टेसन सबै कुराहरू पाउँछ हाम्रो पान ठाउँमा छ फास्ट सर्भिसिङ होइन गुड क्वालिटी सर्भिस मजा आउँछ काम गर्न पनि मजा आउँछ अनि त्यसपछि गएर सर्भिस दिँदाखेरि मान्छेहरू खुसी हुन्छ त्यो पनि मजा आउँछ मान्छेहरू अब जस्तै अब डिस्प्ले फुट्यो मान्छेलाई के लाग्छ भने धेरै जस्तो मान्छेलाई ल अब मेरो बन्दैन कि भनेर डिस्प्ले पो फुट्यो हो त त्यो डिस्प्लेलाई फेरि चेन्ज गर्न मिल्यो नि त त्यही हो तपाईँहरूको पनि घरमा कतिवटा आइफोन 11, 12, 13, 14, 15 सानोदेखि लिएर ठुलोसम्म जुन मोबाइल पनि अब फुट्दैमा के हुन्न त्यसलाई रिपेयर गर्न मिल्छ नयाँ किन्नुपर्छ भन्ने छैन हाफ प्राइसमा तपाईँको मोबाइल बन्छ त्यही मोबाइल चलाउँदा हुन्छ क्या त्यही भएर कन्ट्याक्ट गर्नु होला यदि तपाईँको केही सर्भिसहरू चाहिएकोमा है त मान्छेहरूले चाहिँ अब डिस्प्ले चेन्ज गरेको टाइम वाइले लाग्छ भनेर सोध्छ तर हामी अलिक चाँडो गरिदिन्छौँ एकदम चाँडो सर्भिस छ हाम्रो 10-15 मिनट्स सर्भिस एकदम राम्रो सर्भिस त्यही हाम्रो चाहिँ ब्रान्च 5वटा ठाउँमा छ अहिले चाहिँ 3वटा ठाउँमा छ गोल्ड कोस्ट त्यसपछि गएर ब्रिस्बेन यहाँबाट अनि एउटा मेलबर्नमा छ 2टा सुन खुल्दैछ एउटा चाहिँ एलेक्सेन्ड्रा हिल्स भन्ने ठाउँमा ब्रिस्बेनमै हो त्यो त्यहाँ खुल्दैछ सन्डे ओपनिङमा जाँदैछ त्यो भ्लग पनि छिटै नै आउँछ होइन अनि अर्को भनेको साउथ पोर्ट त्यो पनि गोल्ड कोस्टमा छ त्यहाँ पनि खुल्छ त्यसको भ्लग पनि छिटै आउँछ है त अलमोस्ट साउथ पोर्ट चाहिँ 1 हप्ता 10 दिनमा खुल्छ अब तर एलेक्सेन्ड्रा त अब सन्डे हो नि त 3-4 दिन त्यति त्यसको नि आइहाल्छ आउनै पर्ने हुन्छ त्यो पनि लाग्छ होइन बिहान होइन यस्तो मिठो बास्ना हुँदैन तिर चाहिँ तर हामीले ब्रेकफास्ट खाएर आएको आज चाहिँ खाएर आयो नखाएको बेला त पेट गराइदिन्छ हो कि गाह्रो अहिले चाहिँ ब्रिस्बेन गोल्ड कोस्टमा हल्का जाडो परेको छ होइन तर एकदम यहाँको जाडो पनि ठिक्कको जाडो हुन्छ त्यस्तो धेरै जाडो पनि हुँदैन थोरै पनि हुँदैन ठिक्कको हुन्छ कि है बिहान बेलुका चाहिँ अलिकति हुन्छ दिउँसो चाहिँ ठिकै है दिउँसो त जाडो भन्दा नि अब ठिकै गर्मी नै भनौँ गर्मी पनि होइन तर मिडियम लाउनु पर्दैन त्यही हो अब हामी यहाँ जान्छौँ लेट्स गो ल हाम्रो यो आयो ब्रिस्बेन
साथीहरू यो चाहिँ ब्रिस्बेन हो अनि त्यसपछि गएर यो चाहिँ एडवर्ड स्ट्रिट भन्छ यहाँनिर हामी जाँदैनौँ हामी एकदम स्ट्रिक्टली रुल फलो गर्छौँ होइन यहाँनिर चाहिँ पुरै सिस्टम एकदमै सिस्टम अब त्यो अगाडि 7-11 छ हामी त्यो बिजी छैन भने चाहिँ बिजी छैन भने चाहिँ अर्कोमा जान्छ अर्को 7-11 जान्छ 7-11 चाहिँ किन भन्दाखेरि अलिकति सस्तो छ सस्तो मिठो हामी डेली खानको लागि त कहाँ होइन 8-9 डलर त कहाँ तिर्न सक्दैन कुरा के भने हामी अहिले स्ट्रगलिङ फेजमा छौँ स्ट्रगलिङ फेजमा अलिकति कम्प्रोमाइज गर्नुपर्छ होइन होइन त्यो महँगो कफी पनि पाइन्छ सस्तो कफी पनि पाइन्छ होइन घरमा बनाएर खान्छु भन्दा नि पाइन्छ तर तँलाई कफी मनपर्छ त्यसलाई थाहा हुन्छ नि त कफी खान मिठो लाग्छ नि त त्यही भएर कम्प्रोमाइज गर्नुपर्छ कहिलेकाहीँ सस्तो कहिलेकाहीँ अलिकति महँगो होइन अब हामी चाहिँ अब यो यहाँनिर मलाई प्याक छैन जस्तो लाग्छ हेरौँ न त लेट्स गो प्याक त छैन एकजना छ म गर्छु ल साथी 7-11मा चाहिँ टक्क राख्यो कप हुन्छ राख्यो टक्क त्यसपछि गएर सुगरहरू खानु मन लाग्यो भने सुगर हाल्यो सुगर दिन्छु द्याट्स अल रेगुलर खान्छु म डेली केस जस्तो होइन लाटे खान्छु फुल क्रिम मिठो लाग्छ मलाई द्याट्स अल लियो क्याम्प ठुलो भरिदिन्छ अगाडि काउन्टरमा गएर दिन्छ द्याट्स अल साथीले चाहिँ यहाँ टक्क पे गरिदिन्छ एन्ड द्याट्स इट मिठो कफी तातो कफी बिहान चट्ट होइन काम सुरुभन्दा अगाडि त कफी हाल्नु पऱ्यो नि पऱ्यो मार्क्स तेज पुरै मर्निङ एकदम एक्टिभ हुन्छ क्या ब्रिस्बेन तर बिजी छ है अरू हाम्रो गोल्ड कोस्ट भन्दा उता ब्रिस्बेन त बिजी छ सिटी नै बिजी छ त्यही भने बिहानदेखिको काम गर्ने मान्छेको फ्लोदेखि सबै कुरा ब्रिस्बेन अलिक सिटी हो नि त त्यो पनि सिटीमै छ झन् पसल नै होइन त्यो पनि अब यहाँ सबै कोअपरेटहरू सबै यहीँ छ त्यही भएर पनि सिटी बिजी भएको क्या त्यो ठाउँको नाम के अरे अपटाउन हाम्रो सेन्टरको नाम चाहिँ अपटाउन ए सेन्टरको नाम चाहिँ अपटाउन पहिला मायर भनेर चिन्थ्यो त्यसपछि मायर सेन्टरलाई रिनोभेट अलिअलि गरेर अपटाउन भनेर अहिले चिनिन्छ क्या यहाँ चाहिँ बस नन आइरहेको छ हो क्या ल दिस इज ब्रिस्बेन है त यस्तो दामी बिल्डिङहरू यताउता सबै कुराहरू दामी छ होइन स्ट्रिट हामी चाहिँ उता क्रसमा जानुपर्ने हुन्छ हाम्रो काम गर्ने ठाउँ रेलवे सेक्सन कुर्नुपर्छ कुर्नी तर लुक एट द भ्यू दामी बिजी ब्रिस्बेन होइन त क्विन स्ट्रिट मल आँखा चाहिँ अलिकति कमजोर छ है मजाले देख्दैन चस्मा चाहिँ गाडी चलाउँदाखेरि मात्रै लागिन्छ क्या अन्त टाउको दुख्छ मेरो जे पनि नाइस रहेछ रमाइलो छ जे हाम्रो काम चिलाक्समा गोल्ड कोस्टदेखि ब्रिस्बेनसम्म आयौँ जे होस् रमाइलो छ अब एकैछिन घाममा बस्छौँ हामी हरेक मुमेन्ट इन्जोय गर्न सिक्नुपर्छ प्रब्लम सबैको हुन्छ त्यो प्रब्लमभित्र पनि मजा लिन सिक्नुपर्छ द्याट्स लाइफ द्याट्स अल प्रब्लम पनि भएन भने त मजा आउँदैन दुःख सुख हुनुपर्छ है सुखै सुख भयो भने त मजा धेरै आउँदैन है दुःख पनि त्यो फिल गर्नु पऱ्यो दुःखपछि सुख कस्तो हुन्छ त्यसपछि चाहिँ मजा आउँछ क्या होइन मैले चाहिँ यहाँ अस्ट्रेलिया आएर चाहिँ के सिकेँ भने चाहिँ काम त डेली जाने हो क्या काम डेली जाने हो छुट्टी हुन्छ मान्छेको तर त्यो काम आज यो हप्ता नि गर्ने छ अर्को हप्ता नि गरिदिन्छ ल मेरो लाइफ त गयो यो काममा बिजी भयो त्यो होइन रहेछ कामको बिचमा पनि रमाइलो लिने घर गएर पनि रमाइलो लिने घर जानुभन्दा के अरे काममा जानुभन्दा अगाडि पनि रमाइलो लिने सानो सानो कुरामा खुसी हुन सिक्नु पर्दो रहेछ द्याट्स लाइफ त्यो चाहिँ 100% हो है जस रमाइलो छ दामी छ क्या ठाउँ चाहिँ
साथी चाहिँ यता टक्क छ है। अब यहाँबाट चाहिँ अब 3-4 मिनट वकमा छ हाम्रो काम चाहिँ। हामी चाहिँ अब सेन्ट्रल पुग्यौँ है त। अब 1 मिनेटमा हाम्रो स्टोर आउँछ, मोबाइल हार्बर इन अपटाउन। तर लाइफ सबैको रस छ, सबै काम नै हो। सबैजना हिँडिरहेछ जिन्दगीको मोडमा। चिलाक्समा त बस्न कोही नि बसेको छैन जस्तो लाग्छ हो क्या, होइन त? झन् ट्रेन समात्नु हो क्या, बिहान र बेलुका त्यो अब काम जानु अगाडि ट्रेन समात्नु हो क्या, रसमै हुन्छ जोक पनि। अब हामी पनि बेलुका चाहिँ रसमै हुन्छौँ। हाम्रो पसल चाहिँ पुग्यो। अब साथीले ट्याक्क खोल्छ, कफी चाहिँ समाइदिउँ। यस, लेट्स गो मोबाइल हार्बर। च्याट्ट बत्ती बालिदिन्छ है त। 1 and 2, that's it। हामी काम गर्छौँ, अब हामी सेटअप गर्छौँ, सरसफाइ गर्छौँ, अनि त्यसपछि विल ब्याक इन दिस भिडियो। ओके, अहिले चाहिँ हामीले सबै सेटअपहरू स्टार्ट गरिसकेका छौँ। अब त्यही हो, अब 1-2 पोस्ट जान्छ होला, अनि त्यही कस्टमरलाई वेट गर्दैछौँ हामी। अब तर काममा चाहिँ खासै यसरी भ्लग गर्नु मिल्दैन, स्टार्टिङमा चाहिँ गऱ्यौँ। अब हल्का ब्रेकमा च्याच्चा हान्छौँ, तर एकछिनपछि भेटौँला है त। वेटिङ फर कस्टमर्स। साथीले चाहिँ हाल्दैछ है, काम हुँदैछ रफ्तारमा। यो गाइज, अनि आजको काम चाहिँ सकेको छ हाम्रो सिफ्ट। साथीले चाहिँ क्लोजिङ गर्दैछ टक्कसँग। साथी के भन्छौ, आजको दिन कस्तो गयो? आजको दिन ठिकै भयो, तर मजा आयो, रमाइलो भयो होइन? पर्छ हामी दुईजना काम राम्रै गऱ्यौँ, तर पनि एक्सपेक्टेसन आज अलिकति ठिकै छ भनौँ न होइन। सेल्स पनि ठिकै भयो, नट टु गुड बट नर्मल डेजको हाम्रो चाहिँ पसल कस्तो छ म तिमीलाई तपाईँहरूलाई सिनेमेटिक देखाउँछु त एक सर्ट है त। यो चाहिँ हाम्रो पसल हो टक्कसँग, केसेस एन्ड एभ्रिथिङ। साथी यहाँ बसेर हानिरहेछ क्लोजिङ, एन्ड म यो पसल देखाउँदैछु। हाम्रो चाहिँ एसेसरिजदेखि लिएर सबै कुराहरू पाइन्छ टक्कसँग। हेर्नुहोस्, पावर ब्याङ्क्सहरू छ यहाँनिर चाहिँ। हाम्रो यहाँनिर चाहिँ केस एसेसरिजहरू छ होइन, एप्पल वाचहरू, ब्यान्ड्सहरू, यताउता। यहाँनिर चाहिँ चार्जरदेखि लिएर केबल एभ्रिथिङ। अनि यो यहाँदेखि यता सेक्सन चाहिँ यहाँ सामसुङको छ, त्यसपछि यहाँदेखि यहाँसम्म चाहिँ आइफोनको छ। तल पनि पुरै एसेसरिजहरू छ पुरै होइन। अनि त्यसपछि गएर हाम्रो त्यो चाहिँ हाम्रो रिपेयर डेस्क हो, हामी त्यहाँ बसेर रिपेयर गर्छौँ, त्यही हो। अनि यता बसेर सर्भ गर्छौँ। आजको डे सक्यो, राम्रै भयो। एन्ड अब ऱ्यापअप गर्ने, ऱ्यापअप भएको गरिदिउँ न त। अब चाहिँ क्लोजिङ भयो, भइसक्यो हाम्रो आजको दिन सक्यो। अब हामी घरतिर लाग्छौँ। कस्तो भयो साथी आजको काम? आजको काम ठिकै भयो, राम्रो भयो। नट सो हाइली गुड बट मार्केट डाउन छ नि त। यो जुनको महिना अलिकति डाउनै हुन्छ, त्यो नि नट सो ब्याड। अब चाहिँ बेलुकाको 5:30 अलमोस्ट 6 बज्यो, हाम्रो सिट पनि सक्थ्यो। अनि त्यसपछि गएर अब हामी ब्याक टु होम। अँध्यारो भइसक्यो नि त, फेरि जाडो महिनामा अलिक छिटै अँध्यारो हुन्छ। तर पनि DJI Pocket 3 त्यही पनि अब अँध्यारोमा पनि राम्रै आउँछ भन्ने आशा गर्छु। हेरौँ यो भिडियो क्वालिटी कस्तो हुन्छ, एडिट गरेपछि बल्ल थाहा हुन्छ, अहिले थाहा हुन्न। वे जस्ट सुटिङ राइट नाउ। अनि त्यसपछि रातिको बेला चाहिँ ब्रिस्बेन कस्तो देखिन्छ हेरौँ है त। ब्रिस्बेन यस्तो देखिन्छ होइन, दामी लाइटै लाइट छ, मान्छे एकदम रस छ होइन। ट्रेन सामान त रस हुनै पर्यो, छुट्यो भने फेरि 15-20 मिनट कुनै पर्छ। यस्तो देखिन्छ है त बेलुकाको भ्यू चाहिँ।
बिजी छ ब्रिस्बेन इज बिजी टक्कसँग होइन जाडो रहेछ साथी जाडो छ नि बिहान बेलुका चाहिँ जाडो हुने रहेछ अब बिहान बेलुका त जाडो हुने नै भयो होइन त्यो पनि अलि अगस्तसम्म त जाडै हुन्छ नि अगस्त पछि चाहिँ अलिकति जाडो हराउनु थाल्छ कि अहिले त पिकै भनौँ न जाडो क्राउन नदेख्ने हो क्या क्राउन अँ के हो क्राउन क्राउन स्टार क्राउन छ अब यहाँ म एउटा भ्यू देखाउँछु चाहिँ ब्रिस्बेनको घन्टाघर दामी तरिकाको दामी नै छ क्या फोकस दिएको बवाल देखिन्छ होइन वाउ छ त Look at this guys, look at this. यस्तो दामी beautiful ब्रिस्बेन दामी हुन्छ है फेरि गाडी छिर्छ होइन थियो छ अलिकति मात्रै मिल्छ क्या त्यहाँ आधी पछि रोक्नुपर्छ है ल अब हामी सेन्ट्रलतिर जाँदैछौँ फेरि बिहानको जस्तै र सेन्ट्रल पुगेपछि हामी फेरि ब्लग स्टार्ट गर्छौँ है त साथी ल see ya. अब चाहिँ हामी ट्रेन चढिसकेका छौँ फेरि अब 40-50 मिनटमा पुग्छौँ हेलेन्सबेल त्यसपछि आफ्नै गाडीमा टक्क घर त्योभन्दा अगाडि ग्रोसरी जानुपर्छ है ग्रोसरी जानुपर्छ हल्का चिकन पेसहरू यताउता तर हामी पनि त्यही कुदेर भ्याएको नत्र फेरि 16 मिनट कुद्नु पर्थ्यो हो त्यो चाहिँ प्रब्लम हो नि कुद्यो थाक्यो नि एकछिन भयो नि चढिहाल्यौँ अब हेलेन्सबेल पुगेपछि चाहिँ ब्लग कन्टिन्यू यता टक्क यस्तो छ खाली छ तर बेलुका चाहिँ खाली हुन्छ बिहान चाहिँ एकदमै प्याक बेलुका चाहिँ खाली के भनेदेखि लटमा हुन्छ नि त कसैको 5:30 बजे छुट्टी हुन्छ कसैको 5 बजे छुट्टी हुन्छ कटिसक्छ कि मान्छे जाने त्यही भएर चाहिँ ल त नि सी यू एकछिनमा आए त